75827 सशस्त्र जवान राज नेपाली फिजिटेसनको लागि आएको छ सर सुरु हुन्छ आजको मेरो यस क्लासमा चाहिँ पुस्ताहरूको कम्प्युटरको पुस्ताहरूको बारेमा तपाईहरुलाई मैले जे जति जानेको छु त्यो चाहिँ जानकारी गर्न गइरहेको छु यस पुस्ताहरूमध्ये पहिलो पुस्ता रहेको छ जेनेरेसन पहिलो पुस्ता जेनेरेसन 1945 देखि 1956 सम्म चाहिँ पहिलो पुस्ताको पुस्तापना भएको हो त्यसमा चाहिँ यस पुस्तामा चाहिँ भ्याक्युम ट्युबको प्रयोग भएको छ अनि भाषा चाहिँ मेसिन ल्याङ्ग्वेज आकार अनि यस पुस्तामा चाहिँ ठुलो तातो हुने अनि धेरै बिजुली खपत हुने चाहिँ प्रविधिको निर्माण भएको त्यतिखेर जस्तै उदाहरणको लागि चाहिँ ENIAC अनि UNIBSC यो चाहिँ पहिलो पुस्ता हो यो चाहिँ तपाईहरुलाई यो ENIAC भनेको चाहिँ कम्प्युटर प्रोग्राम छ यो चाहिँ पहिलो खालका कम्प्युटरहरू स्थापना भएका थिए अनि त्यसैमध्ये यो चाहिँ चलाउँदा 81 बढी तान्ने अनि त्यसपछि बिजुलीहरू धेरै खपत हुने भएको हुँदा यसले चाहिँ पहिलो पुस्ता त्यो त मैले बुझे सबैले समेटेको अब दोस्रो पुस्तामा जाँदैछौँ दोस्रो पुस्ता सेकेन्ड जेनेरेसन यो चाहिँ 1956 देखि 1964 सम्म चाहिँ बनेको कम्प्युटर हो यसमा प्रविधि ट्रान्जिस्टरको प्रयोग गरेको छ पहिलो जेनेरेसनमा चाहिँ भ्याक्युम ट्युबको प्रयोग भएको छ भने दोस्रो जेनेरेसन चाहिँ ट्रान्जिस्टरको प्रयोग भएको छ अनि पहिला चाहिँ ट्रान्जिस्टर अनि पहिला चाहिँ यसमा अब आकार ठुलो थियो अनि धेरै खपत हुने दोस्रो जेनेरेसनमा चाहिँ एसेम्बली ल्याङ्ग्वेज भनेको भाषा अनुसारको चाहिँ कम्प्युटरले बुझ्ने भाषाहरू चाहिँ यसले चाहिँ एसेम्बली ल्याङ्ग्वेज चाहिँ यो कम्प्युटरले बुझ्ने भयो भने त्यसमा चाहिँ यो भाषा चाहिँ प्रयोग भएको